नेपालमा जग्गा किन्नु भनेको घर बनाउनको लागि मात्र होइन, यो त जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यस्तो लगानीलाई हतार गरेर गल्ती गरेर कहिले पनि गर्नु हुँदैन। आज हामी कुरा गर्नेछौँ नेपालमा घर जग्गा किनबेच गर्ने बेलामा हेर्नै पर्ने 10वटा रेड फ्ल्याग्सहरू। हियर वी गो। रेड फ्ल्याग्स नम्बर 1, म्यानिपुलेटेड or फेक डकुमेन्ट्स। नेपालमा नक्कली लाल पूर्जा बनाउने काम भनेको चिया बेचे जसरी सामान्य भइसकेको छ। धेरै डुप्लिकेट लाल पूर्जा, मिलाइएको नक्सा र गलत किता देखाएर बेचबिखन हुने गर्दछ। किन्ने बेलामा कागज राम्रोसँग हेर्नुहोला। मालपोत कार्यालय, नापी, नगरपालिका र लाल पूर्जाको सिरियल नम्बर राम्रोसँग चेक गर्नुहोला। Just because the seller looks honest doesn't mean his document is honest too. Red flag number 2, no proper roads. नेपालमा धेरै नक्सामा रोड त देखिन्छ, तर फिल्डमा गयो भने चाहिँ रोड हुँदैन, राइट? सो त्यसको लागि हजुरहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि हाम्रो जग्गा किन्न अगाडि चाहिँ नापीमा गएर चाहिँ एकचोटि फिल्डमै गएर हामीले चाहिँ नक्साहरू चाहिँ चेक गर्न सकिन्छ, त्यहाँ रोड छ कि छैन राम्रोसँग जाँच गर्न सकिन्छ। त्यसको लागि रजिस्ट्रेसन गर्न अगाडि चाहिँ नापीमा गएर चाहिँ फिल्ड भिजिट गर्न सक्नुहुन्छ भने। सेकेन्ड वान, सार्वजनिक बाटो छ भने त्यो नक्सामा होइन फिल्डमा देखिनु पर्यो। रेड फ्ल्याग नम्बर 3, कोर्ट केस या विवादित जग्गा। कसैले जग्गा बेच्छु भन्दैमा बेच्न सक्ने या मिल्ने हुँदैन। कहीँ मालिकहरू बीच झगडा, अदालतमा मुद्दा अनि सरकारी रोक्का पनि हुन सक्छ। त्यसको लागि मालपोतमा रोक्का छ कि छैन, अदालतमा केस नम्बर छ कि छैन चेक गर्नुहोला। गाउँमा वरिपरिका मान्छेहरूलाई पनि एकचोटि सोध्दा हुन्छ। पेपरमा भन्दा मानिसहरूले बढी राम्रो सूचना दिन सक्छ। रेड फ्ल्याग नम्बर 4, जोनिङ रेस्ट्रिक्सन, एग्रिकल्चर भर्सेस रेसिडेन्टल। नेपालमा अहिले धेरै जग्गामा स्पेसली गण्डकी प्रोभिन्समा हाम्रो एग्रिकल्चर, कमर्सियल र रेसिडेन्टल ल्यान्ड छुट्टिँदा गइरहेको छ। त्यही भएर हजुरको जग्गा कुन भेगमा पर्छ र हजुरको जग्गा रेसिडेन्टल हो या एग्रिकल्चर हो पहिले आफूलाई थाहा हुनुपर्छ। कृषि क्षेत्रमा घर बनाउन मिल्दैन भने हाम्रो इन्डस्ट्रियल क्षेत्रमा चाहिँ कृषि गर्न मिल्दैन, त्यो कुरा चाहिँ ध्यान दिन पर्यो। त्यसको लागि चाहिँ ल्यान्ड युज म्याप भन्ने नगरपालिकाबाट लिन सक्नुहुन्छ र कुन जोन हो रेसिडेन्टल, कमर्सियल या एग्रिकल्चर जोन चाहिँ त्यहाँबाट थाहा पाउन सक्नुहुन्छ। रेड फ्ल्याग नम्बर 5, अन्डर भ्यालु रेजिस्ट्रेसन। घटाएर रेजिस्ट्रेसन गर्ने नेपालमा धेरै राम्रो चलन छ, तर अब सरकार कडा हुँदैछ। 10 करोडको जग्गा 5 करोड बनाएर रेजिस्ट्रेसन गर्दै हुनुहुन्छ भने अहिलेलाई त फाइदा होला, तर नेक्स्ट टाइम चाहिँ हजुरलाई क्यापिटल गेन ट्याक्स दिनको लागि चाहिँ बहुतै गाह्रो हुनसक्छ। सस्तो रेजिस्ट्रेसन आजको फाइदा, तर भोलिको कानुनी समस्या। सो योबाट पनि टाढै बस्नुहोस्। जतिमा आफ्नो भ्यालु हो त्यति नै भ्यालुको अहिलेदेखि चाहिँ हामीले चाहिँ रेजिस्ट्रेसन गर्न थाल्यो भने चाहिँ एकदम राम्रो हुन्छ। रेड फ्ल्याग नम्बर 6, नदी, नाला, खोला आदि सबै। नक्सामा हेर्नुहोस्, नक्साको वरिपरि नदी नालाहरू छ कि छैन। यदि छ भने त्यो नाला हो कि नदी हो कि बगर हो कि त्यो छुट्याउनुहोस्। त्यो छुट्याएपछि त्यसको मापदण्ड कति हो हजुर नगरपालिका जान सक्नुहुन्छ, हजुर मालपोत कार्यालय गएर चाहिँ त्यसको बारेमा बुझ्न सक्नुहुन्छ। त्यसको लागि हजुरले म्याप्स या गुगल म्याप्समा गएर चाहिँ त्यो जग्गाको वरिपरिको लेआउट हेर्न सक्नुहुन्छ भने हजुरले सेटब्याक रुल्स कस्तो हो भनेर चाहिँ मालपोतबाट बुझ्न पनि सक्नुहुन्छ। रेड फ्ल्याग नम्बर 7, जग्गा इनसाइड काठमाडौँ भ्याली, सिन्डिकेट एरियाज। कहिले के भइरहेको हुन्छ भने जग्गा त हजुरको हुन्छ, तर अरू कसैले चाहिँ त्यसलाई कन्ट्रोल गरिरहेको हुन्छ। कहिलेकाहीँ जग्गाको दलाल सङ्घहरूले चाहिँ हजुरको जग्गा बेच्दै नबेच्दिने या मूल्य बढाउने त्यस्तो खालको सिन्डिकेट प्रयोग भइरहेको हुन्छ। त्योबाट पनि एकदम अवेर हुनुहोला। बी अवेर अफ दलाल्स हु आर नट रेस्पोन्सिबल एन्ड इथिकल। राम्रो एजेन्टहरू चाहिँ प्रयोग गर्नुहोला। त्यहाँ पहिले सिन्डिकेट बनाएर राखेको र एउटाको जमिनको भ्यालु चाहिँ बढाइ गर्ने, घट्दै नघट्ने कहिले, अनि सधैँ उनीहरूले आफ्नो फाइदाको लागि मात्रै काम गर्ने त्यस्तो खालको एजेन्टहरूबाट चाहिँ टाढै रहनु होला। र राम्रो एजेन्टहरू चाहिँ इन्टरनेटमा खोज्नु होला, यहाँ धेरै पाइन्छ। अहिले एकदम 2-3 जनाहरू चाहिँ राम्रै निस्किनु भएको छ, उहाँहरूसँग चाहिँ हजुरहरू कनेक्ट हुन सक्नुहुन्छ। रेड फ्ल्याग नम्बर 8, रङ फिल्ड मेजरमेन्ट, गलत मेजरमेन्ट। कागजमा चाहिँ 8 आना तर जमिनमा गएर नापेर हेर्दा 7 आना। यो नेपालमा भइरहेको छ।
किनभने पुरानो नक्सा लिएर आएर चाहिँ मान्छेहरू बेच्न खोजिरहेको हुन्छ, त्यही नक्सामा जे लेखेको छ त्यही पूर्जा देखाएर, तर हालसाबी गरेको हुँदैन। सो के भन्नु पर्यो भन्दा हजुरको हालसाबी गरेछ कि छैन भनेर बुझ्नु पर्यो हजुरले। हालसाबी गरे छैन भने पहिला हालसाबी गराएर मात्रै हजुरले त्यो जग्गा चाहिँ प्रपर वेमा चाहिँ किन्न सक्नुहुन्छ। रेड फ्ल्याग नम्बर 9, ट्याक्स एन्ड लिगल रिस्क फर एनआरएन बायर्स। एनआरएनले नेपालमा जग्गा किन्न त सक्छन्, तर धेरै कुराहरूले डिटरमाइन गर्छ। रजिस्ट्रेसन, कर, ट्रान्सफर लिमिट, टिडिएस, ब्याङ्क नियम सबै फरक हुन्छ। एनआरएनले किनेको जग्गा बेच्दाखेरि 10 to 15% टिडिएस काटिने गर्दछ, तर सामान्य नागरिकको जम्मा 2.5% चाहिँ काटिने गर्दछ। सो त्यो कुरा हजुरलाई थाहा पाउनु पर्छ। र सिटिजनको चाहिँ थोरै अलग सिस्टम छ भन्ने कुरा चाहिँ याद हुनु पर्यो हजुरलाई। रेड फ्ल्याग नम्बर 10, ट्रस्टिङ भर्बल कमिटमेन्ट इन्स्टेड अफ रिटन कमिटमेन्ट। बोल्ने मान्छे त धेरै छन्, तर अदालतमा हजुरको रिटन डकुमेन्ट मात्रै काम लाग्छ। पछि मिलाउला, भइहाल्छ नि, हजुरको दाइको साथी त हो, यस्ता शब्दले करोडौँ डुबाउन सक्छ। एभ्रिथिङ सुड बी इन रिटन, ब्रोकर एग्रिमेन्ट, एडभान्स एग्रिमेन्ट, टोकन एग्रिमेन्ट, टोकन रिसिप्ट, पेमेन्ट स्केड्युल, एभ्रिथिङ सुड बी इन रिटन। यदि हजुरले यो 10वटा कुराको ख्याल राख्नुभयो भने हजुरको लगानी चाहिँ सुरक्षित हुनसक्छ। तर यदि हतार गरेर सस्तो पायो भन्दैमा सबै लाइक कुराकानीमै कुरा गरेर सीमित राखेर गर्नु थाल्नुभयो भने चाहिँ हजुरको लगानी डुब्न त लाइक 99% चान्स छ। वी आर चारकिलर रियल इस्टेट। राम्रोसँग इथिकल वेमा चाहिँ हाम्रो जग्गा जमिन बेच बिखन गर्ने चाहिँ हाम्रो लक्ष्य हो। त्यो लक्ष्यमा हामीलाई साथ दिन चाहिँ हजुरहरूले चाहिँ यो च्यानललाई लाइक र फलो गरिदिनु होला। र यस्तै भिडियोको साथ हामी नेक्स्ट भिडियो लिएर आउँदैछौँ। र घर जग्गा किनबेच गर्नु छ भने हामीलाई सम्पर्क गर्नु होला। चारकिलर रियल इस्टेट, जहाँ हजुरको कठिनाइलाई हामी सहज बनाउँछौँ। धन्यवाद, नमस्कार।